ए के छ साथीहरु हामी चाहिँ अहिले हाम्रो खेतमा छौं है धान रोपेको मजाले फलेछ हेर्नु बिरुवा दाना दाना कस्तो मजाले आहा ड्राइभरले कुदाउँदैछ मैले नयाँ ड्राइभरलाई के सुझाव दिएको छु भने म भोलि स्कुल जाने हो हस्पिटल जाने होइन बिस्तारै कुदाउनुहोस् हामीलाई भनेको छु मन्दिर रहेछ रक्षा गरौँ हामी सबैलाई हाम्रो चाहिँ खेत आइसकेको छ साथीहरू यो देखिएको खेत चाहिँ हाम्रो हो यो तलको सबै धान काटिसकेछ हाम्रो पनि धान पाकिसकेछ साथीहरू अब उतै गएर भेटौँ न हाम्रो चाहिँ यही हो खेत पुरा बाटो त यसपालि त यो पो भएको रहेछ त अलिक तल लैजाउँ नि त यताबाट होइन नि त यताबाट ठाउँ छैन लु उदैबाट होइन नि त यहीँबाट छ हौ यता माथिबाट होइन नि बाबु पनि भोलि स्कुल जाने हो नि त अनि यसो खेतहरू पनि घुमौँ भनेर अब अनि यसो आएको बेलामा त हेर्नु पर्यो नि आफ्नो धरती मातालाई यो हाम्रो प्राण हो हामीलाई बचाउने प्राण हेर्नुहोस् त वाह धान कति राम्रो फलेछ है बाबा है त भन्न यो धान किच्नु हुँदैन यो बाला एउटा झरो भने पनि यस्तै राख्नुपर्छ कस्तो राम्रो फलेछ धान त हेर्नुहोस् त हाम्रो प्राण हामीलाई बचाउने हेर्नु यस्तो राम्रो फलेछ काट्नु चाहिँ ढिलो हुन्छ होला कहिले म भ्याउँदिनँ शनिबार पऱ्यो भने आउँछु म वाउ अब फोनमा हेर्नु ल एकछिन चाहिँ है दादा बारी हेर्नुहोस् है ए भिडियो खिच्नु भएको फोटो खिच्दैछु ए पुरा रियाक्सन त आइहाल्छ नि फेरि आएको बेला चाहिँ म त फोन हेरेको भनेर फोटो खिच्नु भएको रहेछ मेरो दाजै पनि खतरा हुनुहुँदो रहेछ मलाई खेतले पुर्याउनु भयो आज डर लागेको थियो वाउ नाइस वाह ए के छ साथीहरु हामी चाहिँ अहिले हाम्रो खेतमा छौं है धान रोपेको मजाले फलेछ हेर्नु बिरुवा दाना दाना कस्तो मजाले आहा वर्षभरिको कति 2 वर्षको त पुग्ला है यति सबै धान हाम्रै हो यहाँदेखि ऊ त्यो परसम्म 2 वर्ष 3 वर्ष मजाले थाम्छ है 2 वर्ष 3 वर्ष हैन 2 वर्ष 1.5 वर्ष 2.5 वर्ष अनि हामी चाहिँ आमा छोरा भोलि गइहाल्ने त्यही भएर आमा त कहाँ जानुहुन्छ छोरा चाहिँ स्कुल जाने अनि मम्मीको नि स्कुल लाग्छ तर घर फर्किहाल्नुहुन्छ म भनेको होस्टेल बस्ने मान्छे अनि यसो डुलौँ भनेर आफ्नो बारी जानुभन्दा अगाडि हेर्नु सक्नुहुन्छ यी चाहिँ के खानु भएको यो अर्गानिक बोडी त हामीले स्कुलमा पो रोपेको थियौँ यसरी नै काँचै खान्थ्यौँ हामीहरू त फुल हेर कति राम्रो छ यस्तो फुल हाम्रोमा चाहिँ फलेन कतिको अहिले फुल्दैछ अस्ति फल्न फुलमा लाग्छ यहाँ आँखा चाहिँ चिम्रिक्क होला घामले आँखा जस्तो खै दिनु म खान्छु बोडी कति राम्रो फलेको रहेछ तिमीले पनि खान्थ्यौ जस्तो खाँछु म त हामी गाउँमा मात्रै खाएको होला भनेको नि होस्टेलमा बस्दा जे कुरा पनि मिठो ओ माथि हेर त बाजे टिप त लानु भयो आगो त आफ्नो बारी घुमेर कस्तो लाग्नु एकदम राम्रो फिल गुड आयो हुन चाहिँ तपाईँले करले ल्याएको स्कुटर चलाउनु पाइहाल्यो रमाइलो भइरहेछ तिरो करले गर्छस् करले भन्छस् आफ्नो बारी आउँछस् गाह्रै छ है साथीहरू कराते खेल्ने मम्मी तेकन्द खेल्ने बाबा अनि रिस डल्छ नि आफ्नो बारी म कालो पेटी हो उहाँ ग्रीन बेल्ट हो करातेको बाबा ब्लू हो सितोरिया कराते हो मम्मी यहाँ हाम्रो सितोरिया कराते यता हेर्नु न सितोरिया कराते म तेकन्दको WTF को ब्ल्याक बेल्ट बाबा पनि आमामा धेरै अब म
छोराले चाहिँ अब डमी जस्तै भयो घरमा जो मम्मी बाबा ए यस्तो गरेको मन पराउँछ क्या यहाँ पुग्छ होइन अनि हाइट हेर्नु हाइट हेर्नु है यति चाहिँ अहिले पनि पुऱ्याउनुहुन्छ ल छोराले चाहिँ हिर्का हान्नु भन्छ क्या त्यही भएर म जहिले पनि उसलाई यसकै लागि नै यसरी प्र्याक्टिस गरिरहेको हुन्छु क्या उल्टो हानेको हे के हान्नु कति उसले चाहिँ जहिले किकको भेरिएसन पनि आउँछ यसो उल्टो हान्न पनि आउँछ यसरी हान्न नि आउँछ हान्नु यो त उल्टो हो नि त हान्नु न त यसरी हान्न पनि आउँछ मेरो भेस्ट चाहिँ फोहोर पार्नु छ तेरो माया नै धुइदिनुहुन्छ म होस्टेल गएपछि तेरो ल उसले त जहिले हान्नु भिडियो गर्नु भन्छ क्या अनि आज उसको रहर पनि पुऱ्याइदिएको नि त ल अब कपडा चाहिँ उहाँले नै फोहोर गर्नुभएको तेरो धुइदिने काम चाहिँ उहाँकै हो अब तिमी गएको बेला त धुइदिन्छु नि यहाँ घर भएको बेला चाहिँ धुइदिन्न अब ठुलो भइसक्यो हेर्नु साथीहरू यहाँ घर भएको बेला चाहिँ धुइदिनँ स्कुल गएको बेला चाहिँ जानुभन्दा अगाडि बेलुका चाहिँ धुइदिन्छु भन्दा बढी त कति हो हाम्रो घर नि थियो त तर यति धेरै थिएन ठुलो चाहिँ खान्न यो कहिले खान्छ नि साथीहरू बिरुवाहरू देखेन हाम्रो है कति खानुभएको कस्तो मिठो लाग्छ नि यो बजारको भन्दा यो कति टेस्ट आउँछ टिपेर लानु है बिचरा उनीहरूलाई नै खानु चाहिन्छ होला है धान पाक्ने बेला भएछ साथीहरू अब काट्ने बेला पो हुनु आँटेछ दुःख सुख यो बिचबिचमा त पाकी पनि सकेको छ यो सेपले गर्दा छेउमा चाहिँ पाएको छैन फुल गाजरहरू आऊ आऊ म त फोटो पो खिच्छु होइन एकछिन आइफोन छँदैछ होइन साथीहरू आइफोन छँदैछ युकेबाट पठाइदिनु भएको मायाले चेलीहरूले पठाइदिनु भएको आइफोन छँदैछ अनि थोरै त अनि फाइदा उठाउनु पर्यो नि चेलीहरूले मायाले पठाइदिनु भएको भिडियो गर्नु पर्यो चेलीहरूले मायाले पठाइदिनु भएको सदुपयोग त गर्नु पर्यो दुरुपयोग होइन सदुपयोग गर्नु पर्यो ए म नेता उठ्यो भने सबै भोट मलाई नै आउँछ जस्तो बाजी पनि कम्ता त छैन त धान यस्तै रहेछ उता नजाउँ अब माथि कस्तो मजाको आवाज चलेको कपिराइट लाग्ला है कपिराइट लाग्ला कपिराइट त लागिहाल्छ नि म त्यस्तो खतरा छु नि त त्यो त गीतकारले चाहिँ लाउँछ फुलो बारीमा चाहिँ गाउन बरु भन्दा यो धानबारीमा चाहिँ कोदो फुलो बारीमा बरिलै धानको बाला झुल्यो खेतैमा कति राम्री खुवाउने बरिलै नगर न जमरा रातो ठिकैमा अमेन त कति मजाले बसेको बस्दै न त बस्दै म पुरै देखेको छु नि त यहाँबाट चाहिँ घरको हावा पनि यहाँ अवलोकन गर्दैछ भनेको त भाग्छ भाइ यस्तो पनि हुन्छ म्याटर्स भनेको के अरे अरे हावा त्यस्तो नबोल ल साथीहरू रहर पुगो मलाई यो दृश्य हेर्नु साह्रै मन थियो कस्तो चाहिँ भयो हाम्रो धान भनेर चाडपर्व आयो साथीहरू यति व्यस्त हुन्छ नि खोइ त्यो थाहै पाइँदैन है छोरा हामी त कुदेको के बिर्स्यो फेरि कुदो फेरि के बिर्स्यो सो यति भार ढुक्क भयो साथीहरू हेरियो अब 1-2 हप्तामा हाम्रो धान पाक्नेवाला छ काट्नु भ्याइयो भने आइन्छ भ्याइएन भने अब अन्ना के रानी धान चित्त मत दुखाइए हम भ्याएंगे तो आएंगे तुम्हारे काटने के लिए बट नहीं आएंगे नहीं भाई
मोदी सरकारले तपाईँलाई अहिले केस किन हिन्दी बोलो भनेर खोज्नु आओस् लु मोदी सरकार खोज्नु आओस् हामीलाई पनि यहाँ चर्चामा त पुग्यो भन्ने हुन्छ हिन्दीको नाम बदनाम गरेर हिन्दीको नाम गरेर अनि त्यही त भनेको त तपाईँलाई पनि अहिले छिङछाङ छुङछुङ भनेर धानले ए त्यही त के भन्छ म भन्दै थिएँ यहाँ मेरो कुरा टुङ्गाउनै दिएन क्या यसले भ्याएंगे त आएंगे नहीं भ्याएंगे त चित्त मत दुखाइए अन्ना का रानी है ये अन्ना का रानी बुझ लिए आपने बुझ लिया